मेरो त झन् दुईटा चिज उठेको छ धेरै सानो पनि छैन ठुलो पनि छैन ठिकै मेरो एउटा उठेर खपिन सक्नुहुन्छ कसैले झप्प लाएर सुत्केरी बनाइदिने भन्दिनु आउ न त म बनाइदिन्छु कोहीलाई फेरि कला भन्दा नि जति कला देखाएर भाइरल हुनु परेको छ कोही प्यारासुटमा उड्दा उड्दै पिसाब खस्ला भन्ने डर पाइल्स दुखेको दुखिरहेछ कोही पायस भएर उत्ताउने बनाएर झाँक्री लगाउँछ फेरि कोहीको चाहिँ कुन पोजिसनको दोहोरी हो बुढाबुढीको यस्तै भिडियोको फन्नी कमेन्ट अनि सिब्बिङ कमेन्टहरू चाहिँ लिएर आएको छु यो भिडियोबाट सुरु गरौँ है कसैले झप्प लाएर सुत्केरी बनाइदिने भन्दिनु 2-4 महिना मस्त खाना त हुन्छ फेरि केटीहरूको कमेन्ट हेर्न न गाइस अब अर्को कार्तिकमा चोकतिर निस्किनु भयो भने मनको कामना पुरा हुन्छ फेरि केटाहरूको कमेन्ट हेर्न म छु बेरोजगार आऊ म कोसिस गर्छु मसँग बनायो भने फरकै पर्दैन एकचोटिमै बसिहाल्छ यो दाइको कमेन्ट भैँसीले रागो खोज्छ अब फेरि केटाको कमेन्ट के हो यो धेरै बुरुक नगर कान्छी च्याप्पा समातेर दन्काइदेलान् कसैले केही त गर्देऊ हो काजु अमला भेग्रा खाएर ओ कति माथि उठेको रे अनि उठ्नु त पर्यो त नि नउठेर हुन्छ त नि झन् दुईटा चिज उठेको छ धेरै सानो पनि छैन ठुलो पनि छैन ठिकै छ फेरि केटाहरूलाई के चढौ सपत नपाए त केटाहरू बोल्न थाले उठेको सामान समाउन पाए पो हुन्थ्यो त सुतेको भन्दा उठेकै राम्रो हो नानी फेरि केटीको कमेन्ट हेर्नु न गाइस केटाको पो उठ्छ होइन र हाम्रो सुतेको हुन्छ त यो त 3 नम्बरको हो कि क्या हो सही हो उठाउने कुरा उठो जात अनुसारको शरीर विकास सुन है सुस्मिताको रातो कट्टु मिची मिची धुन्छु कट्टु धुन पाइन भने कमेन्ट हेर्नु न गाइस कमेन्ट होइन लुगा नभएर फुलको लुगा लाको म मात्र रहेछु क्या हो जाँगर नभएर एक हप्तामा कपाल कोर्ने फुलकुमारी फुल कता घुमाउँदै छिन् लालुपातेको दुध जिउमा पर्यो भने त पाक्छ यिनलाई केही नहुने रहेछ यो कुरा चाहिँ सही है डाक्टरले के भन्छ राञ्ची हस्पिटल जानै पर्छ रे फेरि यसको रिप्लाई हेर्नु न औषधिले हुँदैन रे करेन्ट लगाउनु पर्छ फेरि के हो कमेन्ट ड्राइभरले के गरिदियो भयो कि भयो भनेको छ त लुगाहरू त फुक्कै छ के डराई डराई के को लडाई भने जस्तै जिन्दगी भरलाई शोक पुरा भयो डरले पिसाब पोख्यो होला है यो चाहिँ कुरा सही हो म पनि हाँसेको छु म पनि रातको 12 बजे एक्लै हाँसेर मरे यो कुरा चाहिँ फिक्स हो है मुते होला इशुको नाममा हटिजा इशुको नाममा शाखा राबा खराबा शाखा लाबा शान्दा केटीहरूको कमेन्ट हेर्नु न गाइस केटीहरूको कुचोले हुँदैन घनले ठोक्नु पर्छ केटीहरूको कमेन्ट देखेर छक्क परे बस अर्को पनि चाहिन्छ चेप्नालाई एउटाले हुन्न नत्र बोकै नै बस्छ फेरि कुन चाहिँ केटीलाई चाहिँ बोयफ्रेन्ड चाहियो मलाई फेरि केटीहरूलाई कहिलेको रिस हो झाडुले हुँदैन करेन्ट लगाउनु पर्छ कुचोले होइन घनले हान्नु पर्थ्यो र पाउडरले होइन खुर्सानीले दल्नु पर्थ्यो होइन दोहोरी गाउने केटा मान्छे चाहिँ को हो फेरि कसैलाई कस्तो गीतलाई कस्तो बनाए यिनीहरूले ट्रेन्डिङ कमेन्ट है गाइज हरियो टमाटरको साग कसरी छ त्यतातिर हग्न बस्दा हाँसेर गुअड्केर म अहिले अस्पतालमा छु यो चाहिँ सही हो कुन पोजिसनमा हो गीत गाएको